म आज धुप बनाउन गइरहेको छु। धुपको कागज कसरी काट्ने म भन्न गइरहेको छु है। यो चाहिँ फुल कागज हो। यसलाई चाहिँ यसरी फोल्ड गर्ने। फोल्ड गरेर म कागज काट्ने तरिका सिकाउँछु। मैले चाहिँ यसरी धुप आफ्नो घरमा बाल्नको लागि चाहिँ किन्ने गरेको छैन। भगवानलाई चाहिँ मेरै हातले बाटेको धुप चाहिँ चढाउने गरेको छु। अनि यसरी एक फोल्ड गर्छु है। अनि यसरी फोल्ड गरिसकेपछि म यसलाई यसरी कट गर्छु। अब यसरी कट गर्छु फोल्ड गरेर। अनि त्यसपछि यसलाई फेरि एक फोल्ड गर्छु। एक फोल्ड गर्छु। यसलाई फेरि म अर्को फोल्ड गर्छु होइन। यसलाई चाहिँ बिचमा काट्नु पर्दैन। यसरी अर्को फोल्ड पनि गर्छु। अर्को फोल्ड गर्छु यसरी। अनि मैले यस्तो भइसकेपछि चाहिँ गोमा यहाँ चाहिँ हामीले जम्मा एउटा कागजबाट 60वटा धुप बनाउँछौँ। यसरी चाहिँ लाइन गरेर सकिन्छ है। यसमा चाहिँ कतिवटा धुप बन्यो भने कतिवटा कागजको बन्छ भने 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 भनेपछि 56। अब यसलाई चाहिँ यसरी मजाले काटिन्छ। अब काटिदिन्छु है मैले। जब यसरी काटेपछि यसरी काटिदिन्छु। कागजलाई चाहिँ यसरी काट्ने। यसरी काट्ने काम गरिन्छ। स्टप। यो दुईटा पेपर अब यसरी काटेको पेपरमा चाहिँ दुईटा हुन्छ है। दुईटा यस्तो दुईटा पेपर हुन्छ। अब मैले धुप बनाउने काम गर्छु। यसरी फोल्ड गर्छु पहिला। अनि त्यसपछि यसलाई यस्तो गरेर अनि यसमा चाहिँ म धुपको धुलो हाल्छु। यसरी धुपको धुलो चाहिँ मिलाएर एकनासको हाल्नुपर्छ अनि राम्रो बन्छ। धुपको धुलो हाल्ने बेलामा यसमा कपुर अष्टगन्धा यो धुपको धुलो चाहिँ एकदम बास्ना आउँछ। अनि त्यसपछि यसरी अनि यस्तो गरेर धुप बनाउनलाई चाहिँ यस्तो गरेर मैले धुप बनाउने काम गर्छु। यसरी मजाले बटार्नुपर्छ। यसलाई चाहिँ मजाले बटार्यो भने जति बटार्यो त्यति राम्रो हुन्छ। यस्तो मिलाइकन धुप बनाउने काम गरिन्छ। म चाहिँ यो धुप भगवानलाई चढाउँछु। यस्तो गरेर मैले धुप बनाउन थालेँ। यति राम्रो धुप हुन्छ नि सलक्क परेको। यही त हो धुप। अनि त्यसपछि यसलाई चाहिँ यस्तो गरिदिन्छु अनि धुप बन्यो।